दर्शकवृन्द नमस्कार। सामाजिक कथामा आधारित लोकप्रिय टेलिश्रृङ्खला जुठे सिजन 2 प्रसारणमा आएको छ। प्राविधिक समस्याका कारण रोकिएको जुठे पुनः प्रसारणमा आएपछि यसका प्रशंसक दर्शक श्रोताहरू उत्साहित बनेका छन्। गाउँको एउटा खानदानी जिम्वालकी छोरी जुनकिरी र एक गरिब परिवार त्यसमाथि दलित समुदायको केटा जुठेबीचको प्रेम सम्बन्धको पेरिफेरीमा बुनिएको कथा साँच्चीकै यथार्थपरक छ। कथा मार्फत 40 वर्ष अघिको नेपाललाई प्रस्तुत गर्न खोजिएको छ। यस सिरियलका मुख्य पात्रहरू जुठे र जुनकिरी बाहेक गोथे पात्र पनि एक महत्त्वपूर्ण पात्र हो। तर अब भने नयाँ भागहरूमा गोथे नदेखिने भएका छन्। गोथे पात्रको भूमिका निभाउँदै आएका राजु मास्टरले एक फेसबुक स्टेटस मार्फत अब आफू त्यो भूमिकाबाट टाढिएको जानकारी गराएका हुन्। यसअघि राजु मास्टर र बल्छी धुर्वेको संयुक्त रूपमा लेखन तथा निर्देशन रहेको यो सिरियल अब भने बल्छी धुर्वेको एकल लेखन तथा निर्देशनमा प्रसारण हुनेछ। यसर्थ अब जुठे सिरियलमा राजु मास्टर लेखन निर्देशन तथा कलाकारको रूपमा कुनै पनि भूमिकामा रहने छैनन्। राजु मास्टरको बहिर्गमन पश्चात यसले पहिलेकै जसरी दर्शक श्रोताको माया पाउँछ या पाउँदैन त्यो भने हेर्न बाँकी नै छ। जे होस्, जुठे सिरियल निरन्तर चलिरहोस्, दर्शक श्रोताको माया पाइरहोस्, शुभकामना।